यहाँहरू सम्पूर्ण नमस्कार। अस्ति हामीले यो ट्राइकोडरमा गोबर मल मिसाएर चाहिँ एउटा भिडियो पोस्ट गरेका थियौँ। त्यो पोस्ट गरिसकेपछि त्यसमा चाहिँ धेरै कमेन्टहरू पनि आएको छ र धेरै ठाउँबाट फोन मार्फत पनि यो गोबर मल ट्राइकोडरमा मिसाइसके पछाडि यसले चाहिँ कस्तो प्रभाव पार्छ, कसरी काम गरिराखेको छ भन्ने विषयमा जिज्ञासाहरू राख्नु भएको थियो र त्यही भएर आज हामीले यो गोबर मलमा ट्राइकोडरमा मिसाइसके पछाडि के कस्तो काम गरेको छ, यसले कस्तो प्रभाव पारेको छ भन्ने विषयमा चाहिँ जानकारी गराउन गइरहेको छ। हामीले चाहिँ यो कम्पोस्टमा चाहिँ हामीले लगभग 10-11 गते चाहिँ हामीले यसलाई चाहिँ यसमा चाहिँ हामीले ट्राइकोडर्मा हामीले यहीँ हाम्रै ल्याबमा उत्पादन गरेको ट्राइकोडर्मा चाहिँ यहाँ परीक्षणको लागि राखेको थियौँ। अब हामीले अहिले आज हेर्दाखेरि चाहिँ यहाँनिर चाहिँ ढुसी देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँनिर त्यो ट्राइकोडर्माको चाहिँ ढुसी देखिएको छ यसरी। अनि हामीले चाहिँ ट्राइकोडर्मालाई चाहिँ कम्पोस्टमा मिसाउँदाखेरि चाहिँ राम्रो पोजिटिभ रिजल्ट नै आउँदो रहेछ भन्ने कुरा चाहिँ यसबाट प्रष्ट देख्न सकिन्छ। अब मल पनि भित्रभित्र बन्दै गएको छ, हजुरले यसको हेर्न सक्नुहुन्छ कालो रङको छ र एकदम उर्वरा खालको छ, बुरबुर भएको। त्यही भएर हाम्रो चाहिँ यो परीक्षण चाहिँ लगभग चाहिँ सक्सेस भएको छ भनेर भन्न सक्छौँ हामीले।